तपाईहरुको जीमेल आईडी गुगल एकाउन्टको नाम मिस्टेक भएको छ र सच्याउन चाहनुहुन्छ भने एकदमै सजिलो छ। म तपाईहरुलाई स्क्रिन शेयर गरेर देखाइन्छु। अनि गुगल एकाउन्ट जीमेल आईडी को बारेमा मैले धेरै भिडियोहरु अलरेडी हालिसकेको छु। तपाईहरुलाई जीमेल सम्बन्धी जे पनि प्रब्लम छ तपाईहरुले एकचोटी भिजिट गर्न सक्नुहुन्छ। यदि भिडियो भेट्नु भएन भने पनि कमेन्ट छोड्नु भयो भने कमेन्टको रिप्लाई भिडियो अवश्य बनाइदिनेछु है त। लाउनुस् अहिलेको लागि चाहिँ म स्क्रिन शेयर गरेर देखाइन्छु जीमेलको नाम चेन्ज गर्ने तरिका। सबैभन्दा सुरुमा आफ्नो जीमेल ओपन गर्नुहोस्। जीमेल ओपन गरेपछि अनि यहाँनिर प्रोफाइलमा जानुहोस् एकचोटी जीमेलको प्रोफाइलमा। त्यसपछि अनि म्यानेज योर गुगल एकाउन्टमा जानुहोस्। अनि त्यसपछि अनि पर्सनल इन्फोमा जानुहोस्। अनि त्यसपछि यहाँनिर नेमको अप्सन छ नेममा जानुहोस्। अनि त्यसपछि अब यहाँनिर आफ्नो नाम शो गर्छ जीमेलमा राखेको नाम यसमा क्लिक गर्नुहोस्। अनि त्यसपछि अब के चेन्ज गर्न चाहनुहुन्छ के राख्न चाहनुहुन्छ त्यही राख्न सक्नुहुन्छ। अनि तल सेभको अप्सन छ सेभ गरिदिनुहोस् चेन्ज भइहाल्यो है त। एकैछिनमा नाम चेन्ज भइहाल्यो एकदम सजिलो छ। अनि यो चाहिँ मेरो मेन आईडी हो है। यो चाहिँ मेरो मेन आईडी हो। तपाईहरुले साथी बनाउनु भएको छ भने साथी बनाउनुहोस्। यसमा पनि एकदमै काम लाग्ने खालको भिडियो आउँछ। अनि म लाइभमा पनि प्राय यही आईडीबाट आउँछु अर्को आईडीबाट आउँदैन यही आईडीबाट आउँछु लाइभमा आउँदाखेरि। अनि यहाँनिर भेटघाट यता हाम्रो भेटघाट यता भन्ने एउटा यहाँनिर बुलेटिन बोर्ड छ यसमा क्लिक गरेर तपाईहरु जोइन हुनुहोस्। यता साइडमा जोइन गर्ने अप्सन आउँछ जोइन गर्नुहोस्। अनि जोइन गरेपछि चाहिँ के हुन्छ भनेदेखि मैले भिडियो पोस्ट गर्दा या म लाइभ आउँदा अटोमेटिक तपाईहरुको इनबक्समा शेयर हुन्छ है त। प्रोफाइल भिजिट गरिराख्नु पर्दैन कुनै पनि बेला तपाईहरुलाई काम लाग्ने खालको भिडियो आउन सक्छ।